के तपाईहरु पनि आफ्नो बच्चालाई मोबाइल र टिभी देखाएर खाना खुवाउँदै हुनुहुन्छ? यदि त्यस्तो गरिरहनु भएको छ भने यो भिडियो तपाईहरुका लागि है। हामीले बच्चाले खाना खाइदिन्छ, सहज हुन्छ भनेर उसलाई मोबाइल टिभी देखाएर खाना त खुवाउँछौं, तर त्यसले चाहिँ उसको दिमागमा कतिसम्म असर गरेको हुन्छ भनेर चाहिँ बुझेका हुँदैनौं। यसरी हामीले मोबाइल र टिभी देखाउँदा चाहिँ बच्चामा चाहिँ भर्चुअल अटिज्म हुन सक्ने सम्भावना एकदमै हाई हुन्छ, जसले गर्दा चाहिँ बच्चाको बोली विकासक्रम पनि ढिलो मात्रामा हुन्छ र मानसिक विकासक्रम पनि ढिलो मात्रामा हुन्छ हैन। र साथै साथ बच्चा चाहिँ एकदमै आँखामा आँखा नजुदाउने, सामाजिक घुलमिलमा पनि नहुने समस्या पनि निम्ति आउँछ र साथै साथ बच्चाको आँखामा पनि समस्या हुन्छ, जसले गर्दा चाहिँ हामीले बेलैमा बच्चालाई चस्मा लगाउनु पर्ने समस्या आउँछ र साथै साथ त्यो स्क्रिनबाट निस्केको नीलो प्रकाशले चाहिँ बच्चाको निन्द्रामा पनि समस्या निम्ति आउँछ र बच्चा एकदमै जिद्दीपन हुने, झर्को मान्ने स्वभावको हुन सक्छ। त्यसैले यति धेरै समस्याहरू छ भने त हामीले पक्कै पनि मोबाइलबाट छुटकारा त गराउनै पर्छ र सकेसम्म 2 वर्षभन्दा मुनिको बच्चालाई त मोबाइल स्क्रिन नदेखाएको नै राम्रो। र यदि कसरी छुटकारा पाउने भनेर सोचिरहनु भएको छ भने त्यो विषयमा पनि म अर्को पार्टमा चाहिँ भिडियो बनाउने छु। आजलाई चाहिँ हामी यति बुझौँ, मतलब कि मोबाइल टिभीले चाहिँ कतिसम्म असर गर्छ भनेर चाहिँ बुझौँ भनेर मैले यो भिडियो बनाएको छु। पक्कै पनि तपाईहरुले चाहिँ बुझ्नुभयो होला। धन्यवाद।